हेलो के गर्नुहुन्छ तपाईहरु हामी चाहिँ अब यहाँ गाउँको आलु रोटी बनाउन लागि आलु केलाउँदैछौँ गाउँको त हैन यता जतै पाउँछ तर लोकल आलुको रोटी हो यो आलुको रोटी आलु भोटेर फेरि आलुको रोटी हुँदा फेरि रोटी आज हामी चाहिँ आजको हाम्रो बेलुकाको खाना चाहिँ डिनर भन्छ हैन इंग्लिशमा डिनर चाहिँ हामी आज आलुको रोटी खाने रे त्यसैले हामी साथी अन्तिमसम्म हेरेर साथ दिनु होला न अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न फेरि चाहिँ अरु हसाउ न तपाईलाई हामी यहाँ देखाउने छौं आलु रोटी कसरी बनाउँछ भनेर सुरुमा चाहिँ यसरी केलाउनु पर्छ लोकल आलु राख्दैछौँ लोकल आलु शेर्पा फुड भन्छ रे शेर्पा खाना अनि के रे कुन चाहिँ लन्च अरे लन्च भनेछ मैले पेम्बालामा लज पेम्बालामा लन्चमा चाहिँ लन्च हैन फेरि लज हो त्यो हटे नभए चुप्दै ल कसले भन्नु मैले ए त्यहाँ हामी जाने मान्छे सैलुनमा थियो ड्राइभर के त्यो ड्राइभर आमा कम तोस के चाहिँ हामी आलुको रोटी खान लागेछौँ आलु तासेर उहाँले चाहिँ आलु तासेर छ फर्स्टमा आलु घोर्नु भएको खुसी भएर घोर्नु मैले यहाँ आलु घोट्दैछु आलु भोटेर चाहिँ अब यसको फर्स्ट टाइम घोटेको तर मैले चाहिँ साँच्चीको तयार हुन्छ खाना मन छ भने मलाई सम्पर्क गर्नु होला यहाँ पेमालामा लन्चमा तपाईँहरू लिएर आउँछ म मेरो घरमा कहिले लामो बनाउने लामो बनाउनु त अब कसरी हो खिची बस्नु नि बोल्दै ए भिडियो लामो बनाउनु भनेको म चाहिँ फेरि के लामो बनाउँछु अचम्मै चाहिँ मान्छे त्यसो बोल्दै गर्नु न त्यो लाटर पास त यता हाम्रो चिम्बो हुनुहुन्छ हाम्रो तप्दा हुनुहुन्छ अनि हाम्रो टिसिमको एकदम यहाँ अब क्लास पनि लाग्छ यहाँनिर खानु मात्र होइन यहाँ चाहिँ क्लास पनि हुन्छ एकदम प्योर सर्भ गर हात गर्छ नि त पुरै आजले के बसाउनु लाग्नुभयो अब बसाउनु हैन रिकी गोर्किन तिरी की गोम्थोसी त्यो त पुरै गोट्नुपर्छ नि त्यो त पुरै चिल्लै बनाउनु पर्छ त्यसरी आलु खेर गयो नि त्यसरी आलु खेर गयो किन आउँदैन कि शेर्पाको खाना बनाउनु तिमीलाई के भन्छ भाइ कति बेला बच्चा यहाँ आज घरसँग हाम्रो छोटो मिङ्गर्स दुईजना मिलेर चाहिँ हामीले आज आलु खुवाउने आलु रोटी स्पेसल रोटीको लागि है अब आलु पनि हो आलु हुनु त आलै हो है त्यसलाई रोटी बनाएर दिएको म खुवाउने आज त खुवाउने आज खतरा होइन अब तपाईँहरू दुईजनाको हात एउटाबाट हुन्छ जहाँसम्म यत्रो गरिसक्यो चाय धने मैले त बुझेन चा आउनुटेन चाय लेलो चाय जाँडामा चिया पिउनुपर्छ के गरेको ब्रो ओ ब्रो के गरेको यस्तो काम पाएन मेरो चिया दिनु पिठोको छ पिठोको लोकल दुधको चिया भनौँ न च्याम्पा चिया है आगो ताप्दै हामी चाहिँ आगो यो चाहिँ ठक मारे एक नम्बर गल्छी भन्छ सम्हालेको भन्दैछ आलु बन्न लागेको छ हाम्रो आलु रोटी अब दिदी खाए आटा अनि यो पिठो यो हालेर अब यहाँ गोलमाल हुन्छ अब यो मेरो मम्मीले अब गोलमाल गर्छ यसलाई किचन चाहिँ मेरो मम्मीले यहाँ हातले खोल्दैछ यहाँ युट्युबलाई दिने ममलाउँ युट्युबलाई दिदी युट्युब दिँदा अहिले ममङ थङ्गी टक्कै लाइ ममलाई अब यस्तो गरेर चाहिँ रेडी हुँदैछ अब आलु अघि मुज्यो अघि अब चाहिँ यहाँ ताईमा पकाउने अब ताई तताउने सुरुमा ताईले हट बनाउने हट अब नि अब पाक्दैछ रोटी आलु रोटी आलुको त्यो रेडी भइसक्यो यहाँ हाल्ने हो र यहाँ पकाउँदैन उहाँले
यो अल्छी नम्बर 1 मा आयो आफूदेखि भिडियो मात्रै गर्दैछ होइन होला खाना खाँदा नि भिडियो गरेर बस्छ है भन्न पायो भने त्यत्रो गर्ने को हो त भन्न पायो भने त मान्छेले त नखानु मान्छे त कसै बुझ्छ कि बुझ्ने नखानु मान्छे त चिया खानु मान्छे एक दुई साल खाएर जान्छ अनि नखानु मान्छे त रिसा भएर उखेल्यो त ल्याएर जति सोल्से आँगा तन्देउलाई पनि स्टुडन्टलाई मेरो यो बनाउने छानेको फेरि काम नभएर स्यापीको त्यो घाँस छ कि हेरेको त्यो सबै गरेर बाछा त मिठो त आएको छ नि आँसु उतै जान्छ त फेरि मर्मर गरेर चारैचोटि त्यहाँ आसेप क्या एसिया सेब हो एसिया सेब झमन सेवा पाक्दैछ रोटी पाक्यो आलुको रोटी पाक्यो मिङमाले यहाँ के कुट्दैछ यहाँ हाल्नु छोरो छोरो अर्को चाहिँ पिन बना पछि बनाउनु त्यो पिन बना हुन्छ यसलाई के भन्छ ओक्सी हो स्यापी हो छ्यापी छ्यापी यो चाहिँ यसलाई चाहिँ भनेको यसलाई त खोइ यसलाई त के भन्छ नेवारलाई त ओक्सी के पो भन्छ बारो होइन ए गक्चुर गक्चम शेर्पा यो त चाहिँ नेवार के ओक्ली भन्छ ओक्ली भन्छ होइन गक्तो भन्छ क्या नेवारबाट गक्चु भन्छ ल अब यसलाई चाहिँ यसो कुट्नुपर्छ होइन कुटा यसलाई यसो कुट्ने अनि यसमा नुन सुन हाल्नुपर्छ फर्सानी हाल्नुपर्छ सुरुमा चाहिँ हाल्नुपर्छ नुर्देन खाने मजा लगा बस्ने क्या खाना खाने एकछिन भिडियो गर ल हुन्छ हात दुख्ने भिडियो गर्न पर्दैन हात धुन नगरौँ बिचरा खानु आइसक्यो के हेरेर बसेको यो मेरो बात